हेलो गाइस, सबैलाई नमस्ते। आज चाहिँ हामी अबन टु मिनामुरा टु खायामा घुम्नको लागि ट्रेनबाट ट्राभलिङ गर्दैछौँ। आज चाहिँ पब्लिक होलिडे परेको कारणले गर्दाखेरि बिजी त्यति छैन। ट्रेनै पुरै खाली छ त आज त। यता हेरिछ त ट्रेन पुरै खाली नि त। ठोकम 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 के ठोक्छ? सबैजना साथीहरू हामीलाई रेडफोनमा कुरिराख्नु भएको थियो। रेडफोनमा ट्रेन पनि आयो। अब हामी खायामातिर हाम्रो यात्रा सुरु गर्दैछौँ। सबैजना साथीहरू ल रेडी आइन त। सबैजना एक्साइटेड भएर हामी चाहिँ ट्रेनभित्र पसिसक्यौँ। अब हाम्रो फर्स्ट ब्रेकफास्ट चाहिँ ससेजबाट सुरु भयो साथीहरू। ल हेर्नुहोस्, हाम्रो ससेज फ्राई गरेर साथीहरूले ल्याउनु भएको छ। सबैको एकदम फेभरेट ससेज। उहाँ चाहिँ मेरो बुढी, चिनाउनै पर्दैन। यस्ताको बुढी यस्तै हुन्छ नि। अनि कस्तो लागिरहेको छ त आज? वाह भाइ, हामी कता जानेछौँ आज? मिनामुरा हो। आज हामी आज चाहिँ नयाँ बेहुलो आज हामी जन्ती रेलमै खाना पकाएर बेहुलाको दाइ होइन त, बेहुलाको साथी, ओ बेहुलीको साथी। आज हामी टिकट आएर गर्न जाँदैछौँ। सबलाई तना भनेको भिसाकै छ, पिटीकै छ, पढाइकै छ। अस्ट्रेलियाको दुःख यस्तै छ। तर पनि के गर्नु, मान्छेलाई घुम्न मन लागिरहेको थियो। प्लान चाहिँ बालीको छ, सिङ्गापुरको छ, दुबईको छ घुम्नलाई। आफू त दुबई नै बसेर आएको। के अरे डिबी भरेछ हौ? अनि सुनिन्छ न, डिबी पऱ्यो भने के गर्छौ? कसलाई? उसलाई डिबी पऱ्यो भने ठाउँ जाने। युएसए भनेको युएसए हो नि, एलन मस्कको गाउँ पो हो त। बाई बाई अस्ट्रेलिया गर्ने हो, डोनाल्ड ट्रम्पको गाउँतिर जाने हो। यस्तो राम्रो प्लानिङको घरहरू छ, जङ्गलमा भए पनि अस्ट्रेलिया हो होइन। सफा सुग्घर कति राम्रो छ क्या। यस्तो व्यवस्थित रूपमा बनाउने भने नि नेपालमा धेरै राम्रो हुन्छ। नेपाल र अस्ट्रेलियाको केही फरक छैन नि त। नेपाल अस्ट्रेलियाको मौसम राम्रो छ क्या। अनि फेरि जङ्गलहरू सबै राम्रो पनि छ होइन। हेलो गाइस, उठेर हेरौँ। नक्कली मैया सोझी केटी, सोझी केटीको उत्ताउले बुढो। सोझी केटीको सोझो बुढा, यसको चाहिँ उत्ताउलेको सोझो बुढा। ओ माय गॉड, यस्तो रमाइलो भइरहेछ हाम्रो। यता मेरो बुढी, उहाँहरू लजालु बुढी छिन्। बुढो त सकियो नि यति। नयाँ जोडी जोडिएको प्र्याक्टिस गर्दैछन्, भरे कसरी डान्स गर्ने भने। अब हामी चाहिँ मिनामुरा आइसक्यौँ होइन त। फाइनली फिस्टमा रेडी गर्दै गरेको हो झोलाहरू।
दामी दामी जति यो समुद्र सफा छ नि त्यति नै हाम्रो माया सफा छ क्या ल अब हाम्रो चाहिँ बेहुली सिगार्दैछौँ आजको बेहुली अनि अब बेहुलो सिगार्ने बेला भएन हाम्रो ल है सुरु गरौँ अब सोले ढोले सबै राम्रो देखिन्छ राम्रो भयो भने देख्नु पऱ्यो आमामा ल अस्ट्रेलियाको समुद्रमा आज टिका टालो हुँदैछ होइन त इङ्गेजमेन्ट आमामा अब चाहिँ हामी कायमा आइपुग्यौँ गाइज कायमाको यात्रा 1.5 घन्टा 2 घन्टा 2.5 घन्टा है 2.5 घन्टा पछिको यात्रा अब झोला कुटुम्बमा बोकेर के छ साथीले पुरा के हो नि त बिहे आज नयाँ बेहुला बेहुली आज नयाँ बेहुला बेहुलीको आज इङ्गेजमेन्ट गरेर लिएर आउँछ हामीले कायमाको टेन्ट कति सानो हो सब टोलीहरू बेहुलीपट्टिका बेहुलापट्टिका सबजना बेहुला बेहुलीका भेला भइसक्यो कायमामा हुन्छ आज जे हुन्छ अब हामी चाहिँ ट्याप अफ गरेर जाने नि त के खाने अरे सब घरमा बनाएर ल्याएको मुरा कहाँ छ र यो खाएमा फोटो फोटो अर्कोचोटि हामीले के लिएर आउने रे सुर्केसमै ल्याइदिने होइन त सबजनाले सुर्केसमै एटोको हालेर ल्याइदिने आजको बेहुला बेहुली ल बेहुला बेहुली सो एक्साइटेड भइरहेका छन् क्या बेहुला बेहुलीहरू बोकाउने नि बेहुला बेहुला हो नि त वास्तवमा भन्यो भने त हो हुन्छ हो यास हामी भने त हेरेको हेरे हो ल बेहुला बेहुला उडाउने छाता पनि रेडी भइसक्यो अहिले सुरु भएको छ नि त पनिर आउने बाँकी छ अनि फेरि यहाँ अस्ट्रेलियामा महँगा पनिर कुन गाना लगाइदिनु अहिले तिमीहरूले टिका लगाउने बेलामा धरान धनकुटे Yes. हाम्रो नेपालमा पनि यसरी कहिले ट्रेन चढ्ने होला यार यस्तो सफा रोड हैन सबैले रुल्स फलो गर्ने यस्तो आनन्द फुटपाथ यति धेरै राम्रो सफा सुन्दर नेपालमा गयो भने पुरै धुलोले घरबाट बाहिर निक्लिने भने बेलुका घर पुग्दाखेरि चिन्दैन छोरा अघि छोरी को आइसक्यो थाहा छैन चोर आएकै हुन्छ पुरा घरमा चोर आएछ भन्छ आफ्नै छोराछोरीलाई पनि त्यस्तो धुलो धुवा हुन्छ यो चाहिँ सबै चोर नेताहरूले गर्दाखेरि हो धुलो धुवा ल हेर्नुहोस् यसलाई बेहुलीकी लोकान्द्री बेहुलीकी लोकान्द्री गाइस यो खाएमा चाहिँ अब हामीले राम्रैसँगले आज भिजिट गर्ने भयो समुद्रको देश रमाइलो छ दामी छ हावा पानी आज चिसो मौसम खाएमा कोट हाउस कसैलाई समस्या पर्यो भने सम्पर्क गर्नु होला हैन
यही कोटमा हिँड्दा आज गएर तिमीहरूको बिहे गरिदिने खाएमाको हामी चाहिँ गाइस भिजिट गर्दैछौँ। कति सफा छ हौ आमा, सफा पनि सफा यस्तो हुनुपर्छ सफा भनेको। सबले रुल्स फलो गर्नु पर्यो क्या। नेपालमा त नेताहरूले नै रुल्स लगाउने, नेताहरूले फलो नगरिसकेपछि जनताले कसरी फलो गर्ने त? समस्या यहाँनिर छ क्या। आफै बनाउने कानुन, आफै कानुनको धज्जी उडाउने, कहिले विकास हुँदैन यस्तो भयो भने। हामी 3 घन्टाको हिँडाइपछि हामी फाइनल्ली खाएमा आइपुगेका छौँ होइन त। आज चाहिँ यो त चिसा पानीको त्यो हाम्रो हम्मा पोखरीको डाँडा जस्तो छ त। हम्मा पोखरीको डाँडा आइपुग्यो होइन त। समुद्रको चिसो चिसो पानी सफा। अब हामी कुन ठाउँमा कहाँनेरि बस्ने कतातिर भनेर हामी चाहिँ हेर्दैछौँ यहाँ। खाएमाको ठाउँ यहाँ चाहिँ सबैभन्दा राम्रो हावापानी एउटा भयो। दिनभरि घाम लाग्यो भने राति पानी पर्छ। सेकेन्ड कुरा यहाँ धेरै सफा, सफामा पनि यति सफा होइन। अब त्यो कुरै छोड्यो, यति सफा छ कहीँ फोहोर भने छैन। यति सभ्य नागरिक छन् कि अस्ट्रेलियामा। फोहोर भन्ने चिज कहीँ छैन। नेपाल पनि यस्तै नै हुनु पर्यो अन्त। यस हुनु। खाएमाको परिक्रमा गर्दैछौँ। एकदम धेरै राम्रो प्लेस छ, सबैजना घुम्न आउनु होला। एकदम बवाल ठाउँ छ। चिसो चिसो हावा, समुद्रको घुम्नको लागि फ्रेस हुने ठाउँ, बवाल हुन्छ। अब हामी कहाँको हो टुर नेक्स्ट? अब हामी चाहिँ कायमा बल पानीको छाला गुड गाइस फोटो खिच्न जाने हो। ल हामी चाहिँ अब सीको छेउमै जान लाग्यो भने त कस्तो लागेको छ आज? मलाई एकदम राम्रो लागिरहेछ। पानी ब्लास्ट हुन्छ। के को ब्लास्ट हुन्छ? पानी ब्लास्ट हुन्छ। मान्छेको चाहिँ ब्लास्ट नहोस् होइन। पानीको त केही हुन्छ। तपाईँको बुढी ब्लास्ट हुन्छ। ओके छ त। वाउ बुढी आइसो लान्छ लान्छ। It's a neutral rock formation that creates a spectacular display of water and air being forced upwards through a hole in the rock, creating a blowing effect. मेरो बुढीको कलर र आजको इन्द्रेणी कलर पुरा। कायमाको सी दामी छ। त्यो चाहिँ पर्यटक स्थल हो, एकदम धेरै टुरिस्टहरूको दामी छ अनि राम्रो पनि, बेस्ट प्लेस हो। सीको भ्यू हेर्दै मनोरञ्जन लिन सक्नुहुन्छ गाइस। रक स्टाइल बब्बाल छ। स्पिकर अहिले निकाल्ने हो। अब हाम्रो त भर्खर फ्रुट्सबाट सुरु हुँदैछ होइन त आज गाइस? पहिले खाना फ्रुट्स पपायाबाट अस्ति तर्को चल्को थियो हैन? यही हो, मैले घरमा पनि यही युज गर्छु क्या। कति खुसी हुन्छन् सबजनाहरू बहिनीहरू घुम्न आउँदाखेरि। दाइको ब्लगमा आउन पाउँदा त ओ माई गड। अनि तिमीलाई चाहिँ? म त एकदम सर्वश्रेष्ठ ठानिरहेछु दाइ। माई गड किन? ओ भाइलाई पाउँदाखेरि
थ्याङ्क यू सो मच। आमा चटपटे मासु हो सब उहाँ चाहिँ चटपटेको बहिनी चाहिँ एकदम स्पेसल चटपट सेप उहाँ चाहिँ एकदम मिठो बनाउनुहुन्छ सब थोक ल हेर्नु त बोकेर खोर्सानी आलु काँक्रादेखि लिएर पुरा यस स्वाद अनुसार त खानै पर्यो राम्रो छ ठाउँ बसिएको छ खाइएको छ 2 दिनको जिन्दगी मरिलाने के छ र म चाहिँ फेरि कटिङको एकदम पर्फेक्ट मान्छे फोकस कटिङ म्यानलाई मेरै पालो होइन जहिले पनि कटिङ गर्ने हो अनि घरमा भएको पकाउने नि हजुर चाहिँ पालो घरमा पनि पकाउने आगो झिकेर दाइले के पकाउनु लगाइन्छ के बारबिक्यू त यहीँ पो खानुहुन्छ यो चाहिँ खाने होला यो चाहिँ चटपटेमा हाल्ने होला नि त हो हैन यो मासुसँग सलाद खाम्ला नि त पछि खाम्ला हो भने ढोर चाहिँ राख्नु त त्यो चटनी बोट चलाउन पानीलाई त्यो भन्नु म पार्दैन उठुङ पार्ने अनि चिप्लेर कहाँ गएको त यहाँ यता पैसा परे बेला बेला पज गर्नु फेरि ला चटपट 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 कति चाहिन्छ चटपट चटपटले छोडेन है चेस हुनु परेन ल खोइ मेरो बुढाले त पुरै ढ्याप्पे हो नि त खोइ मलाई अनि यसरी राखेर हुन्छ अलि दाइजु म छिल्ले त्यो तपाईले म ढ्याप्पै छिल्दिनु भयो ढ्याप्प भइदिनु त म त एउटा ल यस्तो यस्तो बनाउने अरे क्या तिमी भुइँ नाग्नकीले त चढायो नि चढाउनु पर्यो नि चटपटेबाट सुरु हुँदैछ हाम्रो चाहिँ फ्रुट्स अनि अब चटपटे ल है त सुरु गरौँ ल मेरी क्रिसमस ह्याप्पी न्यू इयर सबजनालाई तपाईँहरूलाई पनि मनाउनै पर्यो बहिनीको आज कन्यादान गर्ने दिन होला अघि टिकट हाल अहिले कन्यादान अब यता लोकान्ती यता बेहुलीपट्टि कि उता बेहुलोपट्टिको चाहिँ म दाइ परेँ सेल्फी खिच्नुलाई यताले आउनु जाने हाल्छ नि ढल्नु त एक दिन सबैलाई छ चाहे मानिस हो या सूर्य तर आत्मविश्वास सूर्यसँग सिक्नुहोस् ढलेर पनि बिहान नयाँ उमङ्ग लिएर उदाउनु छ। यति सुन्दर ठाउँ चाहिँ अस्ट्रेलियाको न्यू साउथ वेल्सको राज्यमा यो चाहिँ अवस्थित मिन्नामुरा भन्ने ठाउँमा हो। धेरै यहाँ प्रकृतिले दिएको सुन्दरता त्यसमा आफूले भरपुर मजा लिन सक्नुहुन्छ। साथी हो तपाईँहरूलाई चाहिँ म यो ठाउँको लागि एकदम रिकमेन्डेड गर्छु।
सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ मी। सब्स्क्राइब फलो गर्न नबिर्सिनु होला। धन्यवाद।